नमस्ते सबैजनालाई। हामी डुओ डोज नयाँ पोडकास्ट च्यानल सुरु गरेको छौँ हामीले। अनि यसमा सबैजनालाई बोलाउँछौँ हामी। जस्तो अब स्ट्रगलरहरूलाई पनि बोलाउँछौँ, भर्खर स्टार्ट गरेकाहरूलाई पनि बोलाउँछौँ। हरेक मान्छेको स्टोरी बुझ्न खोज्छौँ किनकि सबैको छुट्टै छुट्टै स्टोरी हुन्छ। अनि आज चाहिँ सुरुवात गरिहालौँ अब है। आज चाहिँ हाम्रो लागि एउटा एकदम स्पेसल गेस्ट नै हुनुहुन्छ आज हाम्रो। अनि उहाँ हुनुहुन्छ none other than 100 किलोमिटर रनर ईशान तजाली। स्वागत छ यार साथी। स्वागत छ साथी। बस अब परिचयबाटै सुरु गरौँ न त। मेरो नाम चाहिँ ईशान तजाली। म चाहिँ हाल नेपाल इन्जिनियरिङ कलेजमा पढ्दैछु। लास्ट सेम होइन इन्टरभ्यू होइन के साथी। अनि अब फेरि अनि के चल्दैछ के छ तिमीलाई? किन हो त एकदम खतरा एचिभ गरेको कुरा भन न। एचिभ गरेको अब बाँकी नै छ एचिभमेन्टहरू त। सबभन्दा ठुलो अहिलेसम्मको एचिभमेन्ट त होला नि त केही भन न। 100 किलोमिटर केटाले यार लास्ट ऊ भयो के भयो? सिरियस मोडमा आइपुगेँ म त। र सिरियस मोडमा नआउन तिमी खै मोड चेन्ज गर त साथी। के अरे हाम्रो ईशान तजालीलाई चाहिँ भर्खर 100 किलोमिटर रन गर्नुभएको छ होइन। एकै दिनमा 100 किलोमिटर रन गरेको उसले। नट अ जोक है। कति घन्टामा? 16 घन्टामा लगभग 17 घन्टा भनौँ न। लगभग 17 घन्टामा चाहिँ 100 किलोमिटर पुऱ्याएको उसले। 100 किलोमिटर कुदेको हो भनौँ न। अनि अब त्यसकै बारेमा केही भन नि त अलिअलि। के कसो भयो एक्सपिरियन्स होइन? एक्सपिरियन्स त बबाले भयो। अब त्यो दिन त त्यो छोटो समयमा अब हामीले कति यो कार्तिकको 1 गति गरे हो। यो चाहिँ कार्तिकको अब अघिल्लो असोज महिनाको 2-3 दिन मात्रै लास्ट 2-3 दिनमै मैले चाहिँ अब 100 किलोमिटर गर्ने भन्ने निर्णय गरेँ। अनि त्यसमै त्यो 1 गति चाहिँ हामीले गऱ्यौँ 3 जनाले। तर तिमीले हामीलाई अब जे भयो नि हामी त साथीहरू हामीले पत्तो नपाइकन गरिदियो कि 100 किलोमिटर खतरा खुरापाती रहेछ केटो अलिक खुरापाती। 2 दिन भन्दैछु त। लास्टको 2 दिन हुन्छ नि यो असोजको अन्तिम 2 दिन बाँकी थियो। अनि मैले त कार्तिक 1 गति दौडे हो। 2 दिनमा चाहिँ अब होइन गर्छु अब सकिन्छ ट्राई गरौँ भनेर। सही हो। अनि अरू भन न त के चल्दैछ अहिले के सोचिरहेको छौ आगामी दिनहरूको लागि? र अहिले रिसेन्टली चाहिँ के गरिरहेको छौ त तिमी? केमा व्यस्त छौ? अहिले म व्यस्त त कलेजको प्रोजेक्टहरूमै व्यस्त छु। अनि सेकेन्डमा चाहिँ यो हाम्रो हप्ताको अहिले विकली रन चलिरहेछ कल्प फिटनेसबाट। नयाँ अहिले चाहिँ हामी 5औँ संस्करणमा पुगिसकेका छौँ। कल्प फिटनेस 5th विक भनौँ न। 5th विक हाम्रो भारी भरकम वर्ड युज नगर्नु साथी यार म बुझ्दिनँ। अनि साथी के अरे कल्पा फिटनेस भनेको तिमीले? यो कल्पा फिटनेस सुरु गरौँ भन्ने चाहिँ कहाँबाट आयो त तिम्रो दिमागमा? यो खास कसरी आयो र के हो यसको मोटिभ के हो? अब मोटिभ चाहिँ अब यस्तो हो। मैले यो इन्स्टातिर अब सोसियल मिडियातिर अरू रन क्लबहरू क्या देश विदेशमा हाम्रो देशमा पनि अब 6 रन क्लबहरू। भक्तपुरमा छ अष्टफिट क्लब, काठमाडौँमा अर्थ रन क्लबहरू। त्यो देखेर पनि अब होइन हाम्रो आफ्नै ठाउँमा पनि गर्नुपर्छ। आफ्नो ठाउँको मान्छेहरू भाइ बहिनी दिदी अब सबैलाई कसलाई सक्छौँ इन्सपायर गर्न। त्यो इन्सपायर गर्न। अनि अब बिहान त हामी मोबाइलै चलाएर हुन्छौँ नि त। बिहान शनिबार 1 दिन छुट्टी हुन्छ त्यही पनि मोबाइल स्क्रोल गर्नुभन्दा चाहिँ 1 घन्टा चाहिँ कुदौँ आफ्नो लागि दिउँ भनेर अब इन्सपायर गर्नलाई चाहिँ मैले आफ्नो ठाउँमा सुरु गरेँ कल्प फिटनेस। के अरे कल्प फिटनेसमा चाहिँ जे अब तिम्रो भर्खर सुरु भयो होइन? कतिजना आइरहेछन् त सबै? अहिले नर्मल्ली चाहिँ हाम्रो 12-15 जना, हाइएस्टमा चाहिँ 18 जनासम्म आउनुभयो। के त्यो एन्ट्री सेन्ट्री यताउता त केही छैन? इन्ट्री फीहरू त्यस्तो केही छैन, फ्री हो। आऊ कुद होइन रमाइलो कम्युनिटी बनाऊ एउटा होइन त्यस्तै त हो। कम्युनिटी ग्रो गरौँ सँगै ग्रो गरौँ भनेर गरेको। फीहरू इन्ट्री फी त्यस्तो केही छैन। शनिबार आउन सक्नुहुन्छ रेजिस्टर गरेर।
अनि ल अहिले त अब त्यो कल्पाको कुरा अहिले एकछिनमा गरौँला। सुरुमा त तिम्रै कुरा गरौँ न। 100 किलोमिटर गरे के 100 किलोमिटर कुदेको छ भने तिमी? हजुर 100 किलोमिटर कुद्दा के कस्तो गाह्रो अप्ठ्यारो आउँदो रहेछ त? मतलब गाह्रो कतिको हुँदो रहेछ? अब हामीलाई 3-4 किलोमिटर कुद्दै गाह्रो हुन्छ होइन? 100 किलोमिटर भनेको त अब कहाँ हो क्या, त्यो हामी सोच्नै सक्दैनौँ क्या। अनि तिम्रो यो 100 किलोमिटर हान्छु भनेर चाहिँ कहिले सोच्यौ र किन आयो क्या यो दिमागमा 100 किलोमिटर कुद्छु भनेर चाहिँ? यो 100 किलोमिटर कुद्छु भनेर दिमागमा आएको चाहिँ साइक्लिङ गर्न थालिदिएको हो। साइक्लिङ गर्दाखेरि चाहिँ म कोरा भक्तपुर जान्थेँ। कोरा भक्तपुरमा चाहिँ हाम्रो वर्षमा एकचोटि इभेन्ट हुन्छ कोरा भन्ने, यो चाहिँ नेपालभर देश विदेशमा पनि हुन्छ। अनि हाम्रो भक्तपुरमा चाहिँ मैले 100 किलोमिटर 2021मा गरेको थिएँ। 2021मा 100 किलोमिटर कम्प्लिट गरेको थिएँ। मेरो फर्स्ट 100 किलोमिटर त्यही थियो होइन। अनि त्यति बेला चाहिँ नभनौँ अर्को, अनि फेरि म अरू वर्ष पनि जान्थेँ कि अरू वर्ष चाहिँ मैले 100 किलोमिटर कम्प्लिट गर्न पाएन भनौँ, एक्जाम भयो कहिले के भयो मिलेन, टाइम मिलेन। अनि त्यति बेला मैले सोचेको थिएँ कि साइक्लिङमा त सकियो, 100 किलोमिटर सकिने रहेछ, गरेँ नि त मैले त। अनि साइक्लिङमा सकिन्छ, अब रनिङमा कस्तो हुन्छ, रनिङमा पनि ट्राई गरौँ न यो रुट 100 किलोमिटर रुट। 2021मा त्यो हामीसँगै गएको बेला हो क्या? त्यो हामीसँगै गएको बेला चाहिँ हामीले गरेनौँ, त्यो चाहिँ 2022मा हो। त्यो त्यसमा चाहिँ मैले कति गरेँ, लगभग 70-75 जति गरेँ होला। त्यति बेला त केटाहरू त अगाडि नै गएको थियो नि, तिमी साथीहरू अरू। अनि तिमीले चाहिँ त्यहाँबाट सुरु भयो नि त, त्यो कोरा गऱ्यो, साइकलमा सके, अब कुद्दै किन नसक्नु त भन्ने ट्राई गरौँ एकचोटि ट्राई गर्यो र सक्यौ पनि तिमीले होइन? हजुर मैले कम्प्लिट नै गरेँ। सुरुवात होइन तिमीले सुरु गरेको थियौ नि त्यो दिन क्या, त्यो दिन चाहिँ तिमीले बिहानै उठ्यौ ल 100 किलोमिटर कुद्छु भनेर सोच्यौ र त्यो कम्प्लिट गरिसकेपछिको फिलिङ कस्तो थियो त? त्यो सकौँला नै भनेर, सक्छु नै भनेर कुद्या हो नि त तिमी त, कि सक्दिन? सक्छु होइन, सक्छु नै भनेर कुद्या हो। तर मेरो उमा चाहिँ किनभने मैले 50 किलोमिटर नि पहिला दौडिसकेको थिएँ हो र? 50 पनि मैले दौडिसकेको थिएँ। मैले अब 50 सकिन्छ त इजी थाहा थियो मलाई। अब 50बाट अब +30 सम्म चाहिँ सकिन्छ। 80 चाहिँ म गरेर घर फर्किन्छु भन्ने थियो, तर मैले 100 सकेँ। अनि के छ त अनि त्यो सकिसक्दाको फिलिङ कस्तो रह्यो त तिम्रो? त्यो के भयो क्या, मतलब लास्ट सके त्यसपछि चाहिँ के भयो भन्दाखेरि अब ट्राई गर्न पर्ने रहेछ। कुनै पनि कुरा चाहिँ ट्राई नै हो सबै। अब ट्राई नै नगरिकन सक्दिनँ भन्नु र ट्राई गरेर सक्दिनँ भने छुट्टै हुन्छ। चाहिँ ट्राई गरेर चाहिँ सकिन्छ भन्ने चाहिँ त्यहाँबाट चाहिँ म मोटिभ भयो। अनि यो हाम्रो कुराकानी अलिक धेरै नै फर्मल भयो जस्तो लागेन तिमीलाई? लागेन साथी? अलिक धेरै फर्मल बने जस्तो लागेन केटाहरू? अलिक हाँसे टाइपको अलिक केटाहरू गफ हाने जस्तो गर न। अब ल अब गफ गरौँ। अब मिठा होइन कि मिठा हजुरले भन्नुभएको तजाले हजुरले भन्नुभएको यो काट्दिन साथी, म तजाले पनि हालिदिन्छु। तजाले लुगा लगाएको छ फर्मल, भोलि नि फर्मल लगाएको र क्या। त्यही भएर तिमीलाई स्पोर्ट लुगा लगाएर आऊ भने कि मैले, किन खासमा तिमीलाई कुदाउनु पर्ने थियो क्या, कुदाउन सकेन। कुद्न त साथी जिन्स प्यान्ट लाएर पोसिबल क्या, एभ्रिथिङ इज पोसिबल। त्यो हो मान्छेले अब फर्मलमा पनि म्याराथन हान्छ। अब अफिसबाट आएर फर्मलमा पनि म्याराथन हान्छ। अस्ति तिमीले जिन्समा हाने होइन? हजुर अस्ति चाङ्गोमा हान्दै। त्यो च्याते होइन त तिम्रो जिन्स? जिन्स त च्यातेन साथी, अलिक सस्तो वाला परेछ। सस्तो होइन साथी, कहाँबाट आएको रे? एउटा अमेरिकनले गिफ्ट दिएको उसको कुदाइ देखेर? होइन अमेरिकनले होइन, नेपाली नै दिनुभयो। अनि के छ त अनि तिम्रो इन्सपिरेसनको? तिमी कोबाट इन्सपायर भयो, कसरी इन्सपायर भयो, कहिले इन्सपिरेसन भन्ने कुरा चाहिँ एकदम सबैकोमा हुँदो रहेछ। इन्सपिरेसन है मेरो पनि छ केही न केही, कोही न कोही। तिम्रो चाहिँ को हो? मेरो त अब भन्नुपर्दा म फुटबल फ्यान नै हो, फुटबल खेल्ने पनि हो, हेर्ने पनि होइन। तर हेर्ने भन्दा धेरै चाहिँ खेल्छु होइन। तर अहिले अलिक कम भएको, कलेज भएपछि चाहिँ कुद्न नै धेरै भइरहेको। अनि इन्सपिरेसन चाहिँ मेरो क्रिस्टियानो रोनाल्डो हो, पोर्चुगलको प्लेयर। त्यही हो। तर मेरो विचारमा होइन साथी, तब अब तिमीले चाहिँ फुटबल खेल्न त खेल्ने होइन, यताउता अलिक जति सक्ने चाहिँ, तर रनिङतिरै गएर चाहिँ अलिकति हुन्छ नि खतरा, स्पोन्सरहरू हुन्छ नि भगवान् के नेपालको उही तजाले भनेको त यो त खतरा रनर हो त टाइप्स के होइन क्या। तर पूर्व पश्चिम पुरै रन हान्थ्यो कि अब त्यो अलिक गाह्रो हुँदो रहेछ क्या। स्पोन्सरको कुरा आयो, मलाई त कुरा काट्न मन लाग्यो। काट्न मेरो कुरा स्पोन्सर भन्ने कुरा लास्टै गाह्रो हुँदो रहेछ क्या।
अब सुरुमा भिडियो राम्रो चाहियो, अब स्ट्रगलिङ फेजमा छ, उसको फोन आइफोनै हुन्छ भन्ने छैन नि त सबैको, ऊ स्यामसङबाट खिच्छ, कन्टेन्ट राम्रो छैन तर कन्टेन्ट के चाहियो राम्रो चाहियो, उसले राम्रो काम गरोस् नगरोस् तर के चाहियो भिडियोमा चाहिँ राम्रो देखिनु पर्यो भन्ने खालको भयो क्या स्पोन्सर पाउनको लागि चाहिँ, नत्र क्वालिटी चाहियो कि होइन, त्यो क्वालिटी त चाहियो तर सुरुमा चाहिँ उसले क्वालिटी कहाँबाट ल्याओस् त होइन, उसले गर्यो बिस्तारै स्पोन्सर भन्ने कुरा चाहिँ त्यही भएर मलाई खोइ किन के कस्तो कस्तो लाग्छ कि, अब तिमीलाई कस्तो लाग्छ मलाई थाहा भएन साथी, तर मलाई चाहिँ मलाई चाहिँ कस्तो लाग्छ थाहा, हाम्रो यो भिडियोमा स्पोन्सर आइदिए हुन्थ्यो जस्तो लाग्छ। आउँछ जस्तो छ साथी, बिस्तारै आउँछ। के अरे होइन अब मेरोमा अस्ति एउटाले कमेन्ट गरेको थियो नि, अब तिमी काठमाडौँ भक्तपुर के अरे दीक्षान्तले भक्तपुरदेखि पोखरा कुद भनेर कि, अनि ट्याक्क त्यसको तलपट्टि साथी मलाई नबिर्स अरे कि, यस्तो छ नि साथी होइन, उसले भर्खरैलाई जाउँ त पोखरा कुदाउँ भन्यो भने नि होइन, प्रमोसन गर्न त जिनमा छ है उसको, आफ्नो फेसबुक प्रमोसन गरिहाल्नु, मैले अस्ति हाले भिडियो भन्यो साथी तिमी अरू बेला चाहिँ किन लोसे अरू बेला चाहिँ किन यस्तो लोसे हुन्छ साथी, अरू बेला नि अब चाहिने कुरामा त एक्टिभै हुन्छु। अस्ति पोखरा कसले जितेर साथी काठमाडौँ र उसको गेम केमा तिमीले स्टोरी हालेको थियौ त कहिले एनपिएल सुतिरहेको थियो सायद, त्यो जितेपछि कसले भएन स्टोरी हाल्न भइसक्यो, यस्तो जितेपछि हेर्ने गेम हेर्ने होइन, जित्यो भनेपछि काठमाडौँले जित्यो भने चाहिँ ओ काठमाडौँ जित्यो भने, जितेन भने चुप्प लाएर क्रिकेट त्यस्तो खासै नियमहरू नि थाहा होइन, खेल्न चाहिँ खेलियो, क्रिकेट बजारमा खेलियो, अनि यस्तो अब एनपिएल 1 देखि मात्र पहिला नि अलिअलि त्यही न्युज मात्रै हेर्ने हो क्रिकेटको बारेमा, अब म फुटबलै खासै हेर्दिनँ भने चाहिँ क्रिकेट आफ्नो जनरको त हेरेँ कन्टिन्यू गर्छ, अनि खासै हेर्दिनँ चाहिँ, अनि एनपिएल 1 देखि सिजन 1 देखि चाहिँ अलिअलि केटाहरूले हेरा भएर पनि हेर्ने गर्थेँ, अनि यो पालि अलिकति बढेको छ पहिलाभन्दा नि क्रेज। यस्तो भयो क्या साथी, यस्तो भयो कि ग्रुपमा सबैले हेरौँ भने त्योभन्दा पनि एनपिएल भनिसकेपछि चाहिँ सपोर्ट गरौँ कि त भन्ने मनबाट नि आउँछ नि त, एनपिएल भन्यो होइन, तजाले त खतरा टल्क्या यार घाम आएर हो भनौँ भने एनपिएल, अनि एनपिएलको क्रेज नि अहिले भएको ठाउँ ठाउँमा छ कि साथी, जस्तो वाइफाई नहुने ठाउँमा डाटा लगेर हेरिरहेको छ होइन, गाउँमा कि यस्तो हो कि आफ्नो ठाउँबाट भनेपछि अब त्यो फ्यान फलोइङ भित्रैबाट आउँछ नि त, ल यसले जित्दियो हुन्थ्यो है भन्ने, नेपाल त होललाई हेर्दा त नेपाल एनपिएल नेपाललाई नै सपोर्ट गरेको, त्यही पनि आफ्नो ठाउँको चाहिँ सब कर्नर भनौँ न, त्यसलाई नै सपोर्ट गर्न मन लाग्छ होइन त, के हो केटा हो साथी, म हुन त चितवनको मान्छे हो, तर मैले पहिला एनपिएल सिजन 1 मा नि सुदूरपश्चिम सपोर्ट गरेँ, यस्तो हो, अब टिम राम्रो सुदूरपश्चिमको सपोर्ट कसलाई गर्ने त साथी, त्यही हो, त्यसैले एनपिएल 1 मा जनकपुरले जित्यो होला होइन, अहिले हेर नि जनकपुरको हालत, यो पालि काठमाडौँ गोर्खाले जित्छ। आजको गेम चाहिँ सबैले हेर्नु होला, आजको गेम हेरेर कमेन्ट गर्नु, त्यसपछि शान्त अजालेको फेसबुकमा गएर अलि पोखरालाई चाहिँ दिनै पर्ने हुन्छ, पोखरा होइन क्या साथी काठमाडौँ, ल तिमीलाई पोखरा जान मन छ जस्तो, मलाई पोखरा गइसके साथी बच्चैमा गएको यार, गएको छैनौ भने होइन कि फेरि घुम्न जान मन छ, होइन फेरि घुम्न जान मन छ यार, पोखरा एकदम राम्रो छ नि त, पोखरा गएपछि चाहिँ होइन मलाई अझै राम्ररी क्या, अब के अरे के भनौँ अब नभन केही नि सर, तिमी पोखरामा एकचोटि के एउटा दौडिन गएको थियौ? म पोखरामा यो क्रस कन्ट्री भएको थियो, नेपाल चाइना क्रस कन्ट्री भएको थियो, त्यसमा चाहिँ कति 50 किलोमिटर थियो, अनि कति साइक्लिङ, अनि यो के भन्छ त्यसलाई कायाकिङ भन्छ होइन, त्यो टुङ्गा हान्ने कायाकिङ अनि रनिङ थियो। तिमीले के गर्यौ तिमी? मैले टिममा गरेको थिएँ, मेरो टिम थियो, त्यो टिमले नै अब साइक्लिङ रनिङ र कायाकिङ गर्यो, तिनटै गर्नुपर्छ। टिममा कतिजना? 3 जना। अनि तिमी चाहिँ केमा गर्यौ? तिमीले के गर्यौ, साइक्लिङ कि रनिङ? त्यो चाहिँ कस्तो भने टिम 3 जना भयो, अब कस्तो भने कि 2 जना केटा 1 जना केटी हुनै पर्ने, कि 2 जना केटी 1 जना केटा हुनै पर्ने, बुझ्यो त्यो भयो। अनि मेरोमा 1 जना भाइ थियो, 1 जना साथी थियो, अनि त्यही सँगै अब तिमी साइकल चलाइरहेको छौ, सुरुमा चाहिँ हाम्रो रनिङबाट सुरु हुन्छ CP1 अनि त्यो पोइन्टसम्म हामीले दौडेरै जाने हो 5 किलोमिटरसम्म, अनि त्यहाँबाट चाहिँ हामीले साइकल चलाउँछौँ। फेरि साइकल पनि एउटा मात्र, मतलब 3 जना कि 1 जना मात्र हो? रनिङ 3 जना गर्ने, त्यो 50 किलोमिटर नै हामीले 3 जनाले गर्नुपर्छ, 3 जनाले गर्नुपर्छ, 50 किलोमिटर सँगै नै हुनुपर्छ क्या। अब म चाँडै गएँ फिनिस लाइनमा, म चाँडै पुगेर हुँदैन, मेरो टिमसँगै लानु पऱ्यो, त्यो टिमको देखाउने हो, टिम वर्क सिकाउने टाइपको त्यही टिम हुनु पऱ्यो। अनि
त्यही CP1सम्म चाहिँ 5 किलोमिटर लगभग 5 किलोमिटर थियो अनि त्यहाँ त्यसपछि हामीले साइकल पाउँथ्यौँ क्या अनि साइकल लिने साइकल पनि तिनजनामा अब एकजनाले चलाउने हो नि त कसले चलाउने त्यसमा त्यति बेला चाहिँ मैले चलाएँ धेरै चाहिँ मलाई साइकल चाहिँ अनि अलिकति कायाकिङ नि हान्ने तिनैजनाले अनि कुन पोजिसनमा आयो तिमी हामी चाहिँ कति 15th पोजिसनमा आएँ 15 राम्रो छ त साथी चाइनाको थिएँ इन्डियाको थिएँ त्यसमा हामी 15th पोजिसन आयो टिममा अब अर्को पालि त साथी 5th भन्दा माथि जान्छ तिमी अब प्र्याक्टिस गर्दै गरौँ यो पालि हुन सकेन कायाकिङ गरेको थियौ पहिला तिमीले कायाकिङ प्र्याक्टिस कहिले थिएन नि प्र्याक्टिस कहिले पनि थिएन फर्स्ट टाइम थियो त्योभन्दा अघिल्लो दिनमा हामीले यसो चलाएको यसो प्र्याक्टिस नै भनेर भाइ र मैले साथीहरू मिलेर चलाएको थियौँ त्यही त 2-3 घन्टा प्र्याक्टिस भएको थियो त्यति नै हो अब चाहिँ प्र्याक्टिस गरेर राम्रोसँग गएर तिमीले 5th पोजिसन चाहिँ ल्याउन सक्नु पर्छ भन्दै के साथी अन्त गरेर जान्छु भन्छौ कि अब प्र्याक्टिस गरेर यो छिटै सकाउनु खोजिरहेको क्या त्यही भएर फेरि के भन्न चाहन्छु भने इशान तजालेलाई तजाले चाहिँ यस्तो मान्छे हो तिम्रो कुरा त नि साथी होइन कि तजाले अलिकति लोसे देख्यो त्यही भएर मैले हँसाउन खोजेँ कि चाहिँ बिचमा म इन्टरटेनमेन्ट नि दिइरहेको हुन्छु सबैलाई तर जियोस् आज अलिकति ह्यान्डसम भएर आयो जियोस् मान्छे बच्चैबाट ह्यान्डसम हो नि बच्चैबाट हो साथी जाउँ त एकचोटि चाङ्गो माथि पुगेर आउँ हुन्छ जाउँ न त ऊ त रन के अरे कुद्नु पर्यो भनेपछि होइन अस्ति एक दिन हामी दिनभरि सर्वे गरेर आयौँ होइन अस्तिको कुरा हो राति एक्कासी खै दिमागमा करेन्ट हान्यो कि खै के हान्यो जाम चाङ्गु भन्न थाल्यो चाङ्गु जाम भन्यो चाङ्गु जाने भन्ने चाहिँ ललित नै हो गएको नि है चाङ्गु चाङ्गु गएको कहाँसम्म गएको साथी हामी चाहिँ अब सक्दैनौँ नि त जो उसले सकेन छिनिथ्यो अनि मैले अलिकति साथ तर एकदम रमाइलो भएको हो कि तिमी कुद्ने भनेपछि चाहिँ तिम्रो त्यो चाहिँ देखेँ नि त मैले कतिको जोस छ तिम्रो होइन अहिले भर्खर तिमीलाई अहिले खाना खाँदैछौ कुद्न जाऊँ भन्यो भने के गर्छौ खाना खाएर खाना चाहिँ छोड्दैन खाना छोड्दैन होइन बानी उसको राम्रो छ जे खाना पनि फाल्नु हुन्छ नि जसरी नि सकम भन्ने टाइपको के खाना चाहिँ खाएर अनि साथी तिमी अरू लिफ्टिङहरू त के गर्दैन है जिम सिम चाहिँ गरेँ होइन अहिलेसम्म गर्ने सोध्छु मैले सुने चाहिँ के थियो भन्दाखेरि अब कुद्ने मात्र तर लिफ्टिङहरू भएन भने चाहिँ एकदम ज्यान मसल लसहरू सबै कुरा मलाई हेर्नु न अहिले यस्तै त छ नि कस्तो हेर्नु मलाई हेर न भन न साथी कस्तो त्यही त सुकुटे भइन्छ अरे नि त होइन अनि त्यसको लागि चाहिँ के गर्नु त अब तिमीले सोचेनौ के सोचेको छु मैले अब जिम जाने सोचेको छु अब लिफ्टिङहरू अब जिममै गएर के सकिन्छ गर्नुपर्छ त्यो लिफ्टहरू नि गर्नुपर्छ त्यही अनुसारले खानु नि पर्छ डाइटहरू फेर्नुपर्छ त्यो हो भने चाहिँ मसलहरू गेन हुन्छ नभयो भने चाहिँ त्यो अब रनरहरूलाई देखाइ होला तिमीहरूले लास्टै सुकुटे हुन्छ नि कोही कोही त हेर न अब त्यो अरू दौडिनेहरूलाई एकदमै उनीहरू कस्तो भने दौडिनेकै लागि बनायो भने के भने अब केमा थियो भन्दै त्यो उनीहरू दौडिनेकै लागि भने ट्रेनिङ पनि त्यही अनुसारले गर्छ अनि उनीहरूले अब लिफ्टिङ गर्दैन चाहिँ हामीलाई थाहा भएन लिफ्टिङ त अफकोर्स गर्छ नै क्या रनरहरूले अब गर्छ त्यो हुन्छ नि ट्रेनिङ त्यो त चाहिन्छ नै रे क्या त्यो त त्यो सबैले गर्दैन त्यो उहरूले गर्दैन जस्तो लाग्छ मलाई एथलिटहरू छ नि एकदम डेडिकेटेड रनरहरूले चाहिँ गर्दैन तर मान्छे चाहिँ अब म रनिङ गर्छु भन्ने टाइपले चाहिँ रनिङ गरेर मलाई अब तिमीलाई हेर न मलाई के हेर अब तिमी गयो भने रनिङ मात्र गरेर सुकुटे भयो भने तिमीलाई मन लाग्दैन जिम जान ओइ म त अब धेरै पातलो भयो अब ज्यान बनाउँछु छैन साथी म त जे छु ठिक छु साथी ठिक छ साथी बसेको साथी नै हाँसिरहेको त्यहाँ छैन भने कमेन्ट गर्नुहोस् छौँ भने छु भन्नु न होइन साथी ल अब तिम्रो के छ त फ्युचरमा अब यही रनिङ रिलेटेडहरू प्लानहरू हुन्छ नि के छ त प्लान कति हान्न मन छ कि अब तिमीलाई ऊ चाहिँ अब 100 त हान्यौ तिमीले अब 200 टार्गेट चाहिँ के छ कि होल नेपालले त आउट हान्ने कि पोखरा नेपाल त त्यो त अर्को जुनी मात्र हुन्छ अहिले चाहिँ भन अर्को जुनीमा हैन यही जुनीमा पनि सक्छ नि हाने छैनन् मान्छेले 1000 किलोमिटर 2000 किलोमिटर सक्छ त्यो नेपालीले सकेको छ फर्स्ट नेपाली हुन सक्छ नि त को छ भन्न त हजुर छ गरे छ त्यो छ अब इस्ट वेस्ट
स्ट्रेट चाहिँ सकेको चाहिँ हिँडेर दौडेर त होइन हिँडेर दौडेर त साथी त्यो अलि पोसिबल नै छैन जस्तो लाग्यो अहिलेको कन्टेस्टमा रेस्ट गर्दै अब गर्नुपर्छ त्यो एकै त्यो सबै ठाउँमा मिलाउँदै आउनुपर्छ कि कुरा अब कहाँनिर बस्ने कहाँनिर रेस्ट गर्ने कहाँनिर खाने पोइन्ट A to Z मिलाउनु पर्छ पहिला सुरु त्यसको लागि मिलाउनलाई के चाहियो त्यो त चाहियो यो अब चाहियो त्यो के त स्पोन्सर दिनु न यस्तो चाहिन्छ त्यो त हो त्यो गरे हिँडे त यहाँदेखि केदारनाथ जाने हिँडेरै आउने अस्ति एउटा मैले देखिरहेको थिएँ सोसियल मिडियामै देखायो यो कुरो यो कहिलेदेखि दौडे 55देखि केदारनाथसम्म दौडिनु भएको थियो उहाँ चाहिँ अनि उहाँ फर्किने बेला चाहिँ गाडीमै आउने सोच्नु भएको थियो अरे तर यो गेन्जी आन्दोलन भयो नि जेन्जी आन्दोलन भएदेखि चाहिँ उहाँ फेरि त्यहाँबाट पनि हिँडेरै आउनुभयो क्या त्यो के अरे त्यो मान्छेलाई त उनी भएको थियो होइन के अरे मिसट्रिट नि गराएको थियो त्यहाँ के अरे केदारनाथमा भिडियो भाइरल भएको थियो त त्यही होइन यार हो त्यही भएर तिमीले भने चाहिँ त्यो साइक्लिस्ट हो ए साइकलमा गएको तर हो त्यसलाई कस्तो गरेको थियो त्यसलाई त्यस्तो झन् प्रमोट त भएको नि एक किसिमले धेरै मान्छेले नि हेरे त्यो गर्ने नि अब होइन इन्डियन मान्छेहरू मात्र गर्छन् भन्न खोजे होइन इन्डियाबाट आएको नेपाली के नेपालमा आएको मान्छेलाई नै गरिरहेको हुन्छ इन्डिया नेपाली हुन्छ क्या सबै मैले हिजो भर्खर नि एउटा भिडियो देखाएको थिएँ यो साइकल र अनि दौडिरहेको छ नि एकजना इन्डियन अनि उसले चाहिँ इन्डियन फ्ल्याग हालेको थियो अनि त्यो कुद्नेले चाहिँ इन्डियन फ्ल्याग मात्र हालेको थियो कि त्यो कुरा चाहिँ मलाई नि अलिक चित्त नबुझ्यो इन्डिया र बरु नेपालको फ्ल्याग हाल्यो भने दुइटैको फ्ल्याग हाल्यो भने कमसेकम फ्रेन्डसिपको त त्यो झल्काउँछ नि त होइन अनि त्यो दुइटै हाल्यो भने चाहिँ ठिकै हो तर उहाँ इन्डियामा चाहिँ दुइटै हालेको थियो कि त्यो मान्छेले दुइटै हाल्दा पनि त्यस्तो गर्यो त्यो चाहिँ अलिक ठिक लागेन मलाई तँले के अरे अब तिम्रो चाहिँ एचिभ गर्ने के छ कि मतलब अब रनिङ रिलेटेडै भनौँ न अब रनिङ रिलेटेड त अब आफू मात्रै नभइकन कम्युनिटीलाई नै अब आफू मात्रै दौडेर पनि भएन कम्युनिटी अब यो तिमीले सबैजनालाई समेटेर जाम अगाडि बढाउनु त्यो भन्नु खोजेको मेरो मेन मोटिभ नै त्यही हो दौडिने अब आफू मात्र होइन कि सबैजनालाई दौडाउँ हेल्दी बनाऊ 100 किलोमिटर पछिको चाहिँ अब के सोचेको कि त्यो टाइप नजाने 100 किलोमिटर पछिको चाहिँ अब सोचे त्यस्तो अहिले नै प्लानहरू चाहिँ गरेको छैन अहिले अब आफ्नै प्रोजेक्टहरूमा पढ्दैछु म त्यही भएर पनि छैन त्यस्तो सोचेको चाहिँ छैन के अरे फ्युचरमा गरिन्छ तर अनि अहिलेको त्यो बच्चाहरू क्या हजुर पहिलेको कम्पेरिजनमा के पहिला हाम्रो टाइममा पनि भनौँ न हाम्रो टाइममा नि फोनहरू त्यस्तो भएको थिएन नि त ई स्पोर्टहरू नि त्यस्तो विधि थिएन होइन मोबाइल गेम सानोतिनो हुन्थ्यो त्यो पनि हाम्रो घरमा अलिकति कमै दिन्थ्यो बेलाको प्यारेन्ट्सहरू तर अहिलेको कम्पेरिजनमा अहिलेको बच्चाहरू चाहिँ फोनहरू क्या सानो यत्रो हुन्छ भुलाउनलाई खाना खुवाउनलाई नि फोन दिएर आउँछ त्यसले चाहिँ कस्तो इम्प्याक्ट पर्छ होला कि पछि क्या कुद्छ होला त तिनीहरू यो लाइनतिर आउँछ होला त त्यसले चाहिँ एकदमै नेगेटिभ इम्प्याक्ट पारिरह हामीले यो बच्चाहरूलाई चाहिँ मोबाइल चाहिँ दिन नै हुँदैन अब हामीले एकदम पछि पाएको नि त मोबाइल कति 10 पछि पाएको होला तिमीले कतिमा पाएको मैले नि 10 नै हो क्या सबै 10 पछि नै पाएको मैले नि अब 10 पछि आफैलाई पर्सनल मोबाइल किनेको त त्यही कोरोनामै होला कोरोनामा पहिला नि थियो नभएको छ होइन जोस् होइन मेरो नि थियो त्यो एकचोटि म एक्लै गएको थिएँ उता के अरे दाइकोमा पोखरा अनि त्यतिखेर एउटा सानो त्यो कलर्स भन्ने हुन्थ्यो कि त्यतिखेर त्यो केही राम्रो चल्छ स्क्रिन टच होइन तर त्यो केही राम्रो चल्थेन फोटो पनि एकदम कस्तो होइन फोटो भन्दा यस्तो थियो कि हाम्रो टाइममा चाहिँ फोन भए पनि क्या फोन भए पनि हामी प्रिफर के गर्थ्यौँ त बाहिर गएर आउटडोर निस्केर केही न केही खेल्न खोज्थ्यौँ साथी बेलुका भयो नि बित्तिकै सब बोलाउन आउँथेनन् 4 बजेपछि अहिले त्यस्तो छैन कि अहिले बोलाउँछन् कुन हिसाबले भन्दा आइजो गेममा अनलाइन आइजो ई स्पोर्ट खेलौँ फ्री फायर पब्जी यो नाना थरी छ त यो गेमले चाहिँ अलिक धेरै नै नेगेटिभ इम्प्याक्ट पार्यो क्या किन भन्दा अब अहिले के अरे अब तिमीले इन्फ्लुएन्स गर्न खोजिरहेको छौ केही कुरा सुरु गर्यौ नि त तिमीले कल्पा फिटनेस त्यो धेरै राम्रो गर्यो क्या किनभने अहिले हेर न अब एक दिन भयो भने अरू दिन त स्कुल जान्छ बिजी हुन्छ एक दिन पहिला हामी के हुन्थ्यो तर अहिले के सोच्छ होइन एक दिन चाहिँ यार एक दिन पनि को कुद्न जान्छ भन्ने हुन्छ होइन अहिले एक दिन शनिबार बिदा छ ठिक छ के अरे एक दिन शनिबार हुन्छ शनिबार त रेस्ट मुते यार त्यसले त पछाडि देखे कि देखेन हामीले देख्ने साथी त्यो जुम गरेर त्यही मात्र यहाँ बोलिरहेको अब नेगेटिभ इम्प्याक्ट त पर्छ नि मोबाइलले अब बच्चाहरूलाई त्यही तिमीले भन्यौ नि खाना खाँदिँदाखेरि बाबु मोबाइल हेर अनि खाना खाँदिने त्यो एकदम नेगेटिभ
नेगेटिभै हो यो नराम्रो प्र्याक्टिस हो यो हाम्रो नेपालमा मात्रै हो कि अब अरू होइन सबैतिर अहिले होइन नामै आइप्याड किट्स भन्ने छ अनि आइप्याड किट्स भयो अनि नेपालमा चाहिँ धेरै नै देखिरहेको छु मैले अब आफ्नै घरमा देखिरहेको छु होइन बाहिर त किन जानै परेन पहिला सुरुमा आफ्नै घरमा बन्द गर्नु पर्यो यो चाहिँ प्यारेन्ट्सलाई भन्नु पर्यो क्या किनकि अब आफ्नो काम हुन्छ हो प्यारेन्ट्सहरू नि बिजी हुन्छ होइन नहुने होइन अब यो काम गर्नु पर्यो सँगै बच्चालाई खाना खुवाउनु पर्यो भनेपछि चाहिँ छिटो होस् न त ढिलो गर्छ यतिकै खुवाउँदा मोबाइल देखाउँदै चाहिँ छिटो खान्छ र म आफ्नो कामतिर जान्छु भन्ने एउटा सोच हुन्छ नि त त्यो गर्दा चाहिँ पछि नराम्रो इम्प्याक्ट पर्न सक्छ त्यही भएर तपाईँहरू आजैदेखि बच्चाहरूलाई फोन नदिएर आफै खुवाएर फोन साइडमा राखेर आफ्नो काम ढिला गरेर चेतावनी नै आयो यार होइन त्यो यस्तो के आजभोलि पहिला त अब अलि अगाडिसम्म 1-2 वर्ष अगाडिसम्म त जान्दैनन् मान्छेले आजभोलि त प्यारेन्टिङ टिप्सहरू नि धेरै रहेछ नि प्यारेन्टिङ टिप्सहरू हेर्ने होइन कसरी चाहिँ अब बच्चाहरूले खाना मान्दैन अभियसली खाना मान्दैन त्यसको लागि चाहिँ कसरी के गर्ने त्यो प्यारेन्टिङ टिप्सहरूको उस पनि छ अब यो युट्युब यो भिडियो नै हेरिराख्नु भएको छ भने त्यति त खोजेर हेर्न सक्नुहुन्छ होला नत्र त्यो खोजेर सिक्नु न नत्र नत्र अब मोबाइल नै दिनुहोस् पछि अनि आफ्नो छोराछोरीको मुख हेर्दै बस्छ त्यही हो सही भन्यो तर अब चाहिँ आफ्नो अन्डर साथी अनि तिम्रो 100 किलोमिटर हान्यौ नि जुन त्यसको रुट चाहिँ के थियो मतलब कुन रुट हुँदै गयो तिमी ए यो रुट चाहिँ मैले साइक्लिङ चाहिँ पहिल्यै गरिसकेँ नि साइकल कनेक्ट भक्तपुरबाट मैले 100 किलोमिटर साइकल गरेर त्यही रुट गरेको त्यही रुट अब हाम्रो भक्तपुर दरबार स्क्वायरदेखि सुरु भएर यता सल्लाहगारी कोराको रुट हजुर कोराको रुट गरेको तिमीले ठिमी हुँदै यता निलबाराबाट हाम्रो नेपाल इन्जिनियरिङ कलेजबाट चाङ्गु नारायण हुँदै त्रिशुल डाँडाबाट तेलकोटबाट उता नगरकोट माथि नगरकोट हुँदै यता सागा नारागुम्बा हुँदै सागाबाट माथि फेरि चढ्छौँ उता रानीकोटबाट यता कौशलटार हुँदै म चाहिँ लास्टमा चाहिँ यता कौशलटार हुँदै फेरि ब्याक टु जस तिमीले घरसम्म आइपुग्दाखेरि 100 किलोमिटर पुगिसकेको थियो मेरो चाहिँ यस्तो भएको थियो त्यहाँ मिस भएको थियो एक ठाउँमा 100 किलोमिटरको रुट चाहिँ मिस भएको थियो कि 100 किलो रुट चाहिँ मिस भएको थियो हामी माथि उकालतिर लाग्नु पर्थ्यो रानीकोट लाग्नु पर्थ्यो म चाहिँ अर्कै साइड यता आशापुरीबाट यता अर्को साइडबाट हुँदै यता यो पार्टी भन्ज्याङ चाहिँ पुगेँ क्या त्यहाँबाट चाहिँ म रानीकोट हुँदै यता बिरुवामा गुन्डु हुँदै बिरुवा झरेँ ट्याक्कै 100 पुगेको थियो कि 100 भन्दा बढी भएको थियो कि पुगेको थिएन मेरो 100 पुगेको थिएन अनि मैले नपुगेको हुनाले गर्दा घरतिरै घरतिर घुम्यो एकछिन मतलब तिमी 100 के रे हानेर आयो होइन ल घर पुग्यौ 100 किलोमिटर पुगेन त्यही भएर फेरि अझै 100 किलोमिटर पुगाउन चाहिँ घर वरिपरि नै कुद्यौ आफ्नै एरियामा आफ्नै रोडतिर ठिक छ ल अनि के रे तिम्रो अनि फ्यामिलीबाट के कस्तो सपोर्ट छ त अहिले त्यो के रे अब होला नि त घरमा त केही न केही लाइक यसै जहाँ कुद त भन्दैन नि त कसैको प्यारेन्ट्सले अनि त्यो कस्तो सपोर्ट छ त के खाले सपोर्ट छ भन्नु चाहिँ त्यही हो अब म आफै नै कुदिरहेको छु अब घरबाट त त्यसरी जहाँ कुद त होइन हेल्थको लागि कन्सियस भयो भन्ने कुरा त छुट्यो तर 100 किलोमिटर कुद भनेर त कसैले नि भन्दैनन् आज भोलि झन् अब लास्ट यत्रो कुदा छोराको खुट्टा के हुने हो अर्को दिन होइन त्यो त अब सबैको अनि सपोर्ट अब आफूले छोरोले गर्न खोजेको कुरामा चाहिँ अहिलेसम्म चाहिँ सपोर्टै गरिरहनु भएको छ मम्मी ड्याडी दिदीहरूले सबैजनाले सपोर्ट त छ त्यस्तो सपोर्ट छ जे सबै कुरामा सपोर्ट छ भनौँ न तिमीले गर्ने कुरा चाहिँ ल छोरो तँलाई के गर्न मन छ त गर होइन एक ठाउँमा अब ल पढाइ राम्ररी गर यो राम्रो गर त्यो राम्रो गर बाबाको इच्छा अनि त्यो बाहेक तँलाई जे गर्न मन छ तेरो इच्छा गर त्यो राम्रै हो नि त्यो त सबैको प्यारेन्ट्सले त्यस्तो सोच्नुहुन्न सबैले गाह्रो त्यस्तो हुँदैन नि त के रे अनि अर्को कुरा हामीले बिर्सनै नहुने कुरा चाहिँ के हो भन्दाखेरि तिमीले 100 किलोमिटर हान्यौ होइन 100 किलोमिटर हान्दा साथ दिने साथीहरू त हामीले कहिले बिर्सिँदैन होला तिम्रो त्यो जर्नीमा साथ दियो नि त त्यो नबिर्सिने कुरा हो को थियो त एकचोटि भनिदिन सक्छौ त तिमी मेरो भाइहरू अब साथीहरू भनौँ भाइ साथी मुस्कान ट्याडा र विशाल तपाईँले त मैले मुस्कान ट्याडालाई चाहिँ 2 दिन मैले आफूले अब 100 किलोमिटर हान्छु नि धेरै दिन भएको थियो सोचेको 2 दिन त भएको थियो अब मैले 1 गते हाने भए त्यो लास्टको 2 दिन बाँकी थियो मसँग भन्नाले 2 दिन बाँकी थियो भने 2 दिन अगाडि मात्रै मैले सोचेको थिएँ अनि त्यति बेला मैले अब म हान्दैछु है भनेर चाहिँ मैले पहिला सुरु चाहिँ घरमा सोधेँ घरमा काम नि हुन्छ नि त अब त्यो काम हुँदाहुँदै त म 100 किलोमिटर जाने कुरा भएन काम सकेर काम
काम सकेर हुन्छ नि काम चाहिँ पछि गर्ने थियो मेरो चाहिँ पोस्टपोन गर्यो पोस्टपोन होइन पछि थियो नै पछि पछि नै भयो अनि मैले घरमा फ्यामिलीलाई सोधेँ पहिला सुरु अनि हुन्छ भन्नुभयो घरमा अनि घरमा सोध्ने बित्तिकै मैले मुस्कानलाई सोधेँ मुस्कानै हुन्छ ठिक छ तेरो जोस चाहिँ ठिक छ तर अहिले यति जोस चाहिँ नदेखा यत्रो अहिलेलाई 80 मात्रै गर मुस्कानले त्यसो भने थियो अनि मैले विशाल भाइलाई पनि सोधेको थिएँ विशाल भाइलाई चाहिँ कसरी सोधेँ भने विशाल भाइ ल सँगै दौडिनुपर्छ है भनेर मुस्कानलाई चाहिँ साइकलमा जाम भनेर मुस्कान चाहिँ साइकलमा सक्छ क्या साइक्लिङ चाहिँ उसले गरिरहेछ अहिले पनि गरिरहेको हुन्छ अनि विशाललाई चाहिँ त्यसरी सोधेको थिएँ मैले र सँगै दौडिनुपर्छ किनभने विशालसँग म 50 पनि दौडिसकेको छु नि त 52 चोटि अनि 30 किलोमिटर त म दौडिरहेको अनि विशाललाई चाहिँ ल सँगै दौड्नुपर्छ अनि त्यसले के भन्यो भनेदेखि के भाइ मर्नु मन छ र भन्छ नि त साथीहरूले मै भन्थ्यो होला साथी मैले थाहा पाएको हाम्रो तिहार आउँदै थियो नि त अनि के तिहारमा अब हामी सुतेरै बस्ने त भाइ तिहार नमनाउने हामीले भन्यो होला तिहार नमनाउने तिहार आउँदैछ भने भाइले अनि मैले होइन भाइ सकिन्छ जाम न भन्यो अनि हुन्छ भन्यो त्यसले हुन्छ भन्यो अनि त्यसपछि फेरि मैले अर्कोचोटि सोद्धाखेरि त्यसले साइक्लिङमै सपोर्ट गर्छु भनेर अनि विशाल र मुस्कानले चाहिँ मलाई साइक्लिङमै सपोर्ट गर्यो होइन जेमा सपोर्ट गरे नि त्यो टाइममा सपोर्ट गर्नु नै ठुलो मैले चाहिँ विशाल भाइलाई चाहिँ सँगै दौडिनमा भनेको थिएँ मुस्कान चाहिँ साइकलमा आउँछ अनि उसले चाहिँ अब उसको कारणवश केही कामहरूको कारणवश अब कतै जानुपर्ने कारणले गर्दा चाहिँ उसले चाहिँ साइक्लिङमै तर यस्तो हो केही कुरा नगरिकन होइन सुरुमै डराएर बस्नु भएन नि त ए ल के होला अरे ट्राई गर्नु पर्यो भन्नु जस्तै अब यही कुरा लगौँ यही सिनेरियो लगौँ ल होइन यही लगौँ जस्तै हामीले यो कुरा काम सुरु थालेको कसैले छैन होला नि त हामीले थाल्यौँ नि त आउटडोर पोडकास्ट होइन थाले पनि देखेको छैन नेपालको कन्टेस्टमा होइन अब यो पनि त एउटा रिस्क नै हो नि त सबै कुरा रिस्क हो नि यो त्यही लगौँ न फर इक्जाम्पल भन्न खोजेँ मैले अब त्यस्तै हो अब सबै कुरा केही न केही इन्भेस्टमेन्ट छ यहाँ टाइम इन्भेस्टमेन्ट भए पनि छ नि त अरू त ल जुगाड गरेर बनाइयो टाइम इन्भेस्ट छ सबै कुरा छ यतिखेरसम्म हाम्रो त्यो प्रोजेक्टको काम बनिहाल्थ्यो यस्तो हो के अरे केही कुरा पनि नगरेर नथालेर चाहिँ पोसिबल छैन पोसिबल भन्दा पनि सुरुमै डराएर बस्नु चाहिँ भएन यो सकिँदैन किन गर्ने भन्ने चाहिँ मनमा आउनु भएन जे कुरामा पनि ट्राई नगरिकन हुँदैन भन्ने हामीले यो कुरा चाहिँ दिमागमा बसाल्नु पर्ने हुनेछ त्यही भएर अब चाहिँ के गरौँ ए मैले त नेपाली टिचर बोले जस्तै बोलेँ त्यो अलि भएन होला है भइरहेछ तिम्रो पनि हाम्रो सबैजनाको फर्स्ट टाइम हो गर्दै गर न म एकचोटि यसो अब दुःख छ क्यामेरा हेरेर आउँछु म त्यहाँ कस्तो छ हामी मात्र छौँ अनि साथी के अरे अरू त त्यस्तै हो होइन तिमीलाई घरबाट पनि सपोर्ट छ राम्रै सपोर्ट छ होइन तिमीले यही फिल्डमा नि गर्न सक्छौ नि त होइन साइड टु साइड बुझ्यौ नि मैले भने होइन अनि त्यसपछि तिमी कुद्यौ रे होइन अब खत्रै मतलब तिमीले कन्टिन्यू गर्यौ होइन तिम्रो केही न केही टार्गेट छ नि त होइन त्यो टार्गेट पुऱ्याउन मिल्छ त कति छ अब 100 पछिको के छ त तिम्रो अर्को नेक्स्ट 100 पछिको टार्गेट चाहिँ के हो त्यो आफूले अब मलाई मन लाग्यो चाहिँ अब 100 त सके मैले अब टाइम त निकै लाग्यो 17 घन्टा लाग्यो अब मैले चाहिँ 100 माइल्स सोचेको छु 100 माइल्स चाहिँ अलिक कम टाइममै अब 100 माइल्स सोच्यौ कि त 100 लाई चाहिँ इम्प्रुभ गर्ने जस्तै 100 किलोमिटर तिमीले 17 घन्टामा सक्यौ भने त्यसलाई इम्प्रुभ गर्न खोज्छौ कि नै होइन नेक्स्ट टार्गेट नै मेरो 100 माइल्स हो 100 माइल्स नै अलिक कम टाइममा अब ट्रेनिङहरू गरेर दिनकै त्यो राम्रो हो साथी अनि अर्को कुरा चाहिँ मलाई सोध्न मन लाग्यो क्या अब तिमीले मलाई बिहाइन्ड द क्यामेरा नि यो कुरा गरेको थियौँ हामीले होइन तिमीलाई चाहिँ के अरे रारा टु कहाँ चाहिँ के अरे फोक्सुन्डो टु रारा चाहिँ तिमीलाई कुदेरै हान्न के अरे कुद्नै मन छ अरे त्यहाँदेखि तिमीले त्यो कुद्ने चाहिँ कुद्न मन छ भन्ने कुरा गरेको थियौ अब त्यो इम्पोसिबल होइन तिमीलाई मन नै छ तिमीले त्यही अनुसारको प्र्याक्टिस नै गरिरहेछौ तर केही कुराले गर्दा रोकिरहेको हो नि त साथी हाम्रो नयाँ गेस्ट आएको छ अहिलेलाई त अब सबै रोकिरह भने यो पढाइले पनि हो पढाइसके होइन पढाइ लागि त सेकेन्ड कुरा बजेट थुप्रो लाग्छ हो त्यही भन्न खोजिरहेको थिएँ क्या म चाहिँ यही पोइन्टमा तिमीलाई आफै तिम्रो मुखबाट सुन्न चाहन्थेँ क्या स्पोन्सर चाहिँ होइन हामीलाई चाहिने नै हो नि त होइन यो कुराको लागि कति ठाउँमा जानुपर्छ कति आफू स्टेबल छैनौँ नि त अहिले हामी केही कुराको लागि अनि त्यो चाहिँ मैले अलिकति बुझ्न खोजेँ अब त्यो पनि सकिन्छ नसकिने होइन त्यो पहिला सुरु अब पढाइसकौँ पढाइबाट अब कामहरू गर्दै त्यहीँबाट इन्कम सोर्स बनाएर
फ्युचरमा प्लान छ त्यो छ। अनि साथी के हो तिमी चुप साथी लाग्यो तिमीलाई 100 किलोमिटर पछि अर्को सेफोक्सुन्डो हो टार्गेट? त्यही चाहिँ नभनौँ अब त्यो पनि छ एउटा, त्यो पनि छ, अरू कुनै छ अरू? त्यही मैले 100 भन्यो माइल्स उसले 100 माइल्स भनिसक्यो। कुरा भइसक्यो साथी तिमी स्लो भयो क्या साथी त्यो मिलाउनु परेन क्यामेरा। अनि त्यसपछि त्यसै खिचेर के अरे तिमी बिहान बिहान अहिले नै कुदिरहेको छौ अहिले कन्टिन्यू नै छ त्यस्तो रेगुलर चाहिँ छैन, जस विकली चाहिँ विकमा त्यो तिम्रो त्यो कल्पा फिटनेसमा चाहिँ कल्पा फिटनेस नै भयो हाम्रो, त्यो त रेगुलर नै छ। अनि आफू पनि अब रेगुलरै विकमा अब 4-5 चोटि चाहिँ दौडिरहने हुन्छ। डेली कुदे हैनौ? डेली चाहिँ छैन, साइक्लिङहरू गरिरहेको छु डेली ए चाहिँ। जियोस डेली केही न केही चाहिँ गरिरहेको छु, कि साइक्लिङ कि रनिङ? साइक्लिङ रनिङ रेस्ट चाहिँ छैन अहिलेलाई फुटसलहरू त्यस्तो पायो जियोस तजालेसँग म पनि इन्फ्लुएन्स चाहिँ भएको छु है अलिअलि। हो र? म पनि ल डेली कुदिरहेको छु साथी। त यार साथी तिमी साथी? तिम्रो तिमी? म नि कन्टिन्यू नै छ मेरो कन्टिन्यू सपनामा भइरहेको छ मेरो सुत्छु अलि है। अलिकति हेल्थ त्यस्तै छ मेरो। अनि साथी तिमी के ठुलो भयो तिमी भिडियो सुति भिडियो बनाए ठुलो भयो ए सुत्छु भिडियो दौडेको छुइनँ म त्यहाँ, हेर त साथी त्यसको भिडियो हेर्नलाई चाहिँ के हेर्नु पर्यो साथी तिमीले? त्यो त डिस्क्रिप्सनमा हुन्छ। अनि साथी तिमीले उबाट इन्फ्लुएन्स भएको तिमी? ऊबाट नि इन्फ्लुएन्स भएको छु नि म। हो र? ओहो भएको छैन त। उबाट नै इन्फ्लुएन्स साँच्चै नजिकन भन साँच्चीकै हो, म कुद्न थालेको त तजालेको त्यो 100 किलोमिटर देखेपछि नै हो कुदेको म। होइन त्यो 100 किलोमिटर होइन उल त कुदिरहेको थियो नि त लगभग अलिक ग्याप होइन ऊ कुदिरहेको थियो तर त्यस्तो कुद्छ त 100 किलोमिटर देखेपछि चाहिँ अनि अलिकति 100 किलोमिटर हान्छ भने मैले किन दिनु 5 किलोमिटर नहान्नु दिनमा त्यही त दिनमा 4-5 किलोमिटर त मैले तिमीले नै 10 किलोमिटर त हान्छौ साथी। 10 किलोमिटर हानिसके हान्छौ भने कि तिमी हानिरहेछौ मतलब कन्टिन्यू नै छौ तिमी त रोकेको छैनौ नि त। तिम्रो चाहिँ कति कुन डेमा रे 7th 8th कुन डेमा हान्यो रे 10 किलोमिटर? ए 3 महिनापछि 3 महिनापछि मैले चाहिँ डे 6 मा हानेको 10 किलोमिटर। अनि साथी मुखै न्याउरो मारे यार साथी उसले हानेकै सुरु। अनि त्यसपछि अब के अरे हामीसँग टाइम के अरे पोडकास्ट सुरु गरेको धेरै बेर त भएको छैन होला तर टाइम बितेको पत्तो नै पाइएन, चार्ज नै सकिसक्यो 2 चोटि। अब क्यामेरा एउटै ब्याट्री एउटै है स्ट्रगल गरिरहेको छौँ हामी, यहाँबाट फल पाउँला कि नपाउँला निस्वार्थ भावनाले लागेका छौँ। त्यही भएर माग्ने सबै काम भइरहेको छ अहिले, जुगाडहरू भइरहेको कन्सिस्टेन्ट चाहिँ हुनु पर्यो। अब त्यही हो चाहिँ हुनु पर्यो। कन्सिस्टेन्स तजाले के हुनु पर्यो रे? कन्सिस्टेन्ट हुनु यस्तो प्रोनाउन्सिएसन नि हुनु पर्यो, यस्तो प्रोनाउन्सिएसन नि हुनु पर्यो मेन त। साथीलाई भन अब अरू कुरा। तजाले तिम्रो चाहिँ सुन्न मन लाग्यो क्या मलाई, के भन्दा तिमी दिनमा के गर्छौ क्या? अब त्यो कलेज डेमा त हामीले सुनेकै हो, सबैको नर्मल एउटै नै हो होइन? तर तिमी यो फ्राइडे स्याटरडे हाम्रो छुट्टी हुन्छ नि त होइन? त्यो दिनमा के गर्छौ तिमी बिहानदेखि साँझसम्म? स्याटरडे त अब भनिहाल्यो नि कल्पा फिटनेसको हुन्छ, बिहानै उठ्यो अब शनिबार त नुहाइन्छ अनि नुहाउँछौ शनिबार त नुहाएर अब हाम्रो चाहिँ मन्दिरमै हुन्छ स्टेसन भन्नाले पोइन्ट, हाम्रो मिटिङ पोइन्ट। कहिले यता देवीथान हुन्छ, कहिले हाम्रो यता यापी भैरव सियापी भैरवमा हुन्छ। त्यही दर्शन गरेर हाम्रो दिनको सुरुवात अब उहाँमा दिनको सुरुवात मेरो दिनचर्याको सुरुवात मेरो हो। त्यो अङ्कलको त आइडी नै गएछ त? आइडी गएछ अनि त्यही अब त्यही कल्पा फिटनेसकै कम्युनिटीबाटै सुरु हुन्छ मेरो बिहानको चाहिँ। अनि त्यसपछि अब घर आउँदाखेरि अब हाम्रो त्यो रनिङ चाहिँ 1 देखि 1.5 घन्टासम्मको हुन्छ। अब 5 किलोमिटर पनि अब सबैजना नयाँ बिगिनर्सहरूलाई टाइम लाग्ने भएको कारणले गर्दा चाहिँ हाम्रो 1 देखि 1.5 घन्टा लाग्छ, लगभग 2 घन्टा भनौँ न। 2 घन्टा चाहिँ त्यहाँ इन्भेस्ट हुन्छ बिहान चाहिँ। अनि त्यसपछि अब घर आएपछि अब खानाहरू चाहिँ मम्मीहरूले पकाइराख्नु घर भएपछि त्यही हो साथी। अनि त्यही हो सपोर्ट भने नि त्यही त होला नि। त्यही सपोर्ट भने त्यही हो। अनि खायो, खानेकुरा अब घरमा केही काम छ भने काम गर्यो, नभए भने आफ्नै अब प्रोजेक्टतिर। अहिले त म प्रोजेक्टमै छु,
यहाँ प्रोजेक्टमै काम गरिरहेको छु अहिले चाहिँ प्रोजेक्ट चाहिँ काम भइरहेको छ गर्यो अब नत्र सर्वेहरू अरू बेला अब यसो लोसे भएर बस्यो होइन के अरे सायद अनि त्यसपछि अघि हाम्रो कुरा भएको थियो के अरे यो जङ्क फुडको बारेमा ए जङ्क फुडको होइन तिमीले चाहिँ के कसो खान्छौ त तिमी जङ्क फुड जङ्क फुड म त्यस्तै हो अब कोल्ड ड्रिङ्क्सहरू चाहिँ गर्दिनँ ड्रिङ्क्स पनि गर्दिनँ नि भन्न मिल्दैन रेड बुलहरू अब कति नै हुन्छु एनर्जी ड्रिङ्कहरू चाहिँ ड्रिङ्क चाहिँ खान्छु म अरू त्यो उयोहरू चाहिँ अब के भन्नु नाम त के लिनु होला नाम नलियो कोल्ड ड्रिङ्क्स नामै नलियो साथी त्यो त नामै नलिने चिजहरू हो नि हाम्रो खाने भन्दा पनि नामै नलियो क्या कोल्ड ड्रिङ्क्सहरू चाहिँ मैले छोडेको चाहिँ भइसक्यो 3-4 वर्षै भइसक्यो छोडेको चाहिँ कोल्ड ड्रिङ्क्स चाहिँ अस्ति चाहिँ खाएको साथी कोक कोक त मैले कहिले खाएर खाएन कोक चाहिँ सोच्यो भनेपछि खायो क्या हो होइन 3-4 वर्ष अगाडि चाहिँ खाएँ मैले त्योभन्दा पछि चाहिँ मैले त्यो चाहिँ खानु छोडेँ अनि अरू कुराहरू चाहिँ अरू त खान्छ चाहिँ खाइरहेको छु फ्रीमा पाए फ्रीमा पाएँ भन्दा पनि आफै किनेर खाइदिनु साथी होइन त्यो चाहिँ सही हो क्या साथी आफै किनेर होइन तिम्रो त्यो गलत बुझाइ भयो क्या बुझेनौ त्यस्तो हो भन्नाले अब तिमीले खाजामा अब करेन्ट छ अरे तिमीले अब ल साथी खाऊ भन्दा होइन म खाँदिनँ त्यो चाहिँ भन्नु खाने कुरालाई चाहिँ तिमी अब इग्नोर चाहिँ गर्छौ खाना चाहिँ हुँदैन अब डेली बेसिकमा चाहिँ खाँदैनौ खाँदैन कहिले काहीँ भन्ने छुट्टै छ त्यो चाहिँ हुनु पर्यो क्या साथी अब आज भोलि हेर न साथी खाना नखाइ जङ्क फुड हुन्छ सबैको क्या त्यो चाहिँ छैन मेरो त्यो चाहिँ होइन जङ्क फुड पनि नखाऊ भने होइन क्या अब कसैलाई बानी लागेको हुन्छ होइन छोड्न सक्दैन छोड्नु तर हुन्छ नि साथी हेल्दी खाऊ कहिले काहीँ क्या दिनको 1 दिन 2 दिन होइन पहिला म नि वाइल्ड नै खान्थेँ साथी होइन अहिले चाहिँ मैले छोडेको क्या मलाई थाहा भयो नि त साथी हेल्थको बारेमा थाहा भयो के कस्तो छ नि त त्यसको बेनिफिट होइन बेनिफिट त केही नि छैन होला जङ्क फुडको बेनिफिट त केही नै छैन डिम्रित जेरो नै होला त्यही भएर चाहिँ हामीले के गर्यो भन्दाखेरि यहाँ मोटिभ चाहिँ के हो भन्दाखेरि मेन भनेको चाहिँ हामीले जङ्क फुड चाहिँ छोड्नु पर्यो आफूले आफ्नो हेल्थलाई गर्दाखेरि सुरुमा के मुखमा छिराउने भन्ने कुरा नि हुन्छ हेल्दी मात्रै कुदेर मात्र हुँदैन हेल्दी खान नि पर्यो जिम गरेर कुदेखारे बिहान कुदेखा कोही जसरी अनि दिउँसो चाहिँ फेरि त्यही छ हेल्दी भनेपछि त्यो अलिकति काम लाग्दैन साथी कसले खान्छ जङ्क फुड थाहा छ नि तिमीलाई थाहा छ नि साथी छोडाखेको छैन अहिले ए भनेपछि कसले खाँदो रहेछ थाहा नि अनि मेरो प्र्याक्टिस के छ भने अब रनरहरूको मेन्टालिटी चाहिँ के हुन्छ किन दौडेको भन्दा चाहिँ यही जङ्क फुड खाएकोलाई पचाउनलाई दौडेको भनेर धेरै छ त्यो खाएको पचाउनको लागि हो भने एउटा राम्रो पनि हो अब जङ्क फुड मात्र खाएर भएन बसिराख्यो झन् त्यसले नराम्रो इम्प्याक्ट पाएर अब खान्छ खानेले खाइरहेछन् होइन जङ्क फुडहरू अब के भन्नु हामीले भन्न सक्छ भने हामीले के हो थाहा कोही त हुन्छ नि त्यो मुखबाङहरू गरेर पनि फिट हुने हुन्छ नि त्यस्तोले चाहिँ त्यस्तोको इक्जाम्पल दिएको मुखबाङमा पनि अब हेल्दी खाएर मुखबाङ पनि गर्नु ल साथी मुखबाङ अब हामीले केही समयपछि मुखबाङ गर्छौँ यो होइन भिडियोमा राम्रो रेस्पोन्स आयो भने मुखबाङ गर्छौँ हामीले करेन्टलाई भनिसक्यौँ करेन्ट अघि करेन्टको स्पोन्सर आयो भने करेन्ट पोइन्ट तिमी आउँछ कि आउँदैनौ साथी त्यही बोलाउन साथी आइहाल्छ साथी अनहेल्दी हो नि त त्यो हेल्दी पनि गर्न सक्छ साथै त्यसमा के अरे साग मिसाउन सक्यो अनि उसलाई साग र काँक्रा मात्र दिने हामी करेन्ट सबैजनाले हेल्दी नै खाऊँ भन्छु अब सबैसँग चाहिँ मुखबाङ हेल्दीको पनि भन्छ नि किन होइन साथी हामी यस्तो गरौँ न के अरे 3rd 4th एपिसोड नभनिहालौँ तर स्पोन्सर आयो भने केबाट चाहिँ करेन्टबाट आयो भने चाहिँ हामी अवश्य नै खानेछौँ हेल्दी खानेकुराबाट पनि स्पोन्सर ल्याउन सक्छौँ होला हाई लाइफबाट मुखबाङ चाहिँ ल्याउन सक्छौँ होइन तर अब त्यही त हामीलाई अहिले यस्तो हो के अरे बजेट अलि टाइट नै छ त्यही भएर चाहिँ स्पोन्सरहरू चाहिँ हामी यस्तो हो स्पोन्सर खोजेको मात्र स्पोन्सरको लागि गरेको होइन स्पोन्सरको लागि गरेको चाहिँ होइन त्यस्तो देखिन्छ अलिकति सहयोग हुन्छ भनेर त हो साथी होइन अब यो गरिरहेछ यो बेकार गरिरहेको त किन गर्नु त होइन अलिकति सहयोग होला अनि त्यसपछि हामीले केही बाँड्न सकौँ होइन उसलाई ल्याएर उसको स्टोरी बाँडियो नि त्यसरी अर्को मान्छेको स्टोरी बाँड्नलाई हामीलाई प्रोत्साहन होस् न साथी हामी यसरी अर्को स्टोरी बाँड्न सक्छौँ भने तपाईँहरू जहाँ अब त्यो बाँड्न सक्नु हुँदैन अब चाहिँ हामी अन्त्य भइसक्यो हाम्रो अब चाहिँ एपिसोडको अन्त्यमा आइसक्यौँ अब अन्तिममा केही छ भने तिमीलाई यसो क्वेसनहरू भन न साथी अनि के अरे अहिले यहाँ तिमीलाई हेरिरहेको अडियन्स हामी तिमीलाई हेरिरहेको अडियन्सहरूलाई चाहिँ होइन के भन्न चाहन्छु के कुराले चाहिँ तिम्रो कुराले मोटिभेट हुनु पर्यो क्या त्यस्तो कुरा भन न
सबैजनालाई नमस्कार। मेरो नाम चाहिँ अब भनिसकेँ इशान्त अजले। अनि अब के भन्न चाहन्छु भने सबैजनालाई भाइ बहिनी अब दिदी अङ्कल आन्टी बाजे बजी अब कोहरू हेर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि हामीले अब आफू लागि पनि समय निकाल्नु पऱ्यो क्या। 1 घन्टा दिनको आधी घन्टा भए पनि अब मोबाइलै हामीले स्क्रोल चाहिँ गरिरहेको हुन्छौँ दिनमा। अब 2-3 घन्टा त सबैले नै काम जानेहरूले नै दिनमा 2-3 घन्टा चाहिँ दिइ नै रहेको हुन्छ होला टाइम होइन। अनि मैले चाहिँ त्यही अब आफ्नो लागि 1 घन्टा बिहान अब बेलुका कहिले सकिन्छ दिउँसो कहिले मिल्छ समय दिनु। अब खानेकुराहरू त हेल्दी खानु भनेर त हामीले अघिदेखि त्यही त्यही हो सायद। धन्यवाद। तिम्रो कल्प फिटनेसमा इन्भिटेसन पनि छ हरेक शनिबार? हरेक शनिबार चाहिँ हाम्रो कल्प फिटनेसमा चाहिँ आउन सक्नुहुन्छ। कल्प फिटनेस चाहिँ अब साथीहरूले हालिदिनुहुन्छ डिस्क्रिप्सनमा, त्यो पनि हेर्न सक्नुहुन्छ। त्यसमै हामी छौँ, एक्टिभ छौँ हामी सोसियल मिडियामै। अहिलेको लागि चाहिँ कल्प फिटनेस चाङ्गुनारायणमै जो सीमित भक्तपुरमै सीमित छ। अब अलि राम्रो हुँदै गएपछि चाहिँ अहिले फैलिएला। तपाईँहरूकै साथ सपोर्टले हो फैलिने पनि। त्यही भएर कल्प फिटनेस सबै भनौँ न ग्रो टुगेदरवाला हजुर कम्युनिटी त्यही स्लोगनको साथ हामी अगाडि बढौँ। अब अगाडि होइन अब चाहिँ अन्त्य गरौँ घरतिर बढौँ। अब के अरे सकियो। त्यस्तो हो। हामीले अहिले के अरे यो आउटडोर ट्राई गरेको छौँ। आउटडोर ट्राई सुरु अब यो हो नि त, सुरुकै ट्राई यस्तो छ। त्यही भएर तपाईँहरूले कतै कतै गल्ती भयो होला, कता कता अब मिस्टेक भयो होला होइन। अघि खिच्दा के अरे ब्याट्री सकिएछ होइन, आधी त त्यहीँ गयो, आधी गयो त्यहीँ। अब त्यस्तै हो, गर्छौँ दुःख अब सुरुवात हो। त्यही त अब के अरे अर्को एपिसोड नि हामी छिटै ल्याउने छौँ। हामी जस कन्सिस्टेन्सी रहनेछौँ। जहिले केही न केही नयाँ कुराहरू ट्राई गरेर हुन्छ कि नयाँ गेस्टलाई ल्याएर हुन्छ कि सकेसम्म त गेस्ट ल्याउँछौँ। अब हुन्छ नि गेस्ट पनि कसलाई ल्याउनु हुन्छ, यो भर्खर ऊ गरेर आएको छौँ, कोही आउन नि मान्दैन। त्यही भएर नयाँ कुराहरू ट्राई गर्नेछौँ। यस्ता कुराहरूलाई ल्याएर धन्यवाद।